ल 안녕하세요 साथीहरु नमस्ते। आज हामी यहाँहरुलाई सदा जस्तै गरी हाम्रो 3 पाठ पुगेको छ। सामग्वा लेसन 3 सुरु गर्न गइरहेको छौं। आज क्लास चाहिँ हामी विशेष गरी विची वा छाङसो स्थान र ठाउँसँग सम्बन्धित क्लास आज पढ्दै छौं। विशेष गरी आज हामीले पब्लिक प्लेसहरु छाङसो भनेपछि ठाउँहरु विशेष गरी पब्लिक ठाउँहरु अस्पताल अनि त्यसैगरी हुलाकहरु अनि यस्ता विभिन्न कार्यालयहरु ठाउँहरु अफिसहरु र त्यहाँनिर रहेका विभिन्न सामानहरु चीज वस्तुको विची स्थानको बारेमा चाहिँ आज हाम्रो टपिक रहनेछ। र त्यसैले विशेष गरी आज हामी लोकेसन एन्ड प्लेसेस अर्थात स्थान र ठाउँको बारेमा आजको हाम्रो टपिक रहनेछ। आउनु साथी आजको टपिकमा हेरौं के भन्छ टपिकले। पहिले अलिकति छलफल गरौं, त्यसपछि हामी ग्रामरको अलिकति अध्ययन गरौं। आजको पाठमा पढ्नुपर्ने ग्रामरहरु हामी छलफल गरौं, त्यसपछि मात्रै विषयमा लाग्नुपर्छ है त। आउनुस् के भन्छ टपिकले। टेलिभिजन अधि 있어요। टेलिभिजन कहाँ छ? हेर्नुस् त, टेलिभिजन भन्ने एउटा सामान छ, चीज वस्तु छ, त्यो रहेको स्थान कहाँ हो भनेर विशेष गरी आज हामीले अधि भनेको कहाँ भन्ने हामीसँग प्रश्नवाचक शब्द छ र यो टेलिभिजन कहाँ छ भनेर यसको स्थान अथवा ठाउँ है आज हामीले हेर्नुपर्ने मुख्य चीज चाहिँ यही हो। विशेष गरी प्रश्नमा यदि अधि भनेर आयो भने त्यसको उत्तरमा चाहिँ तपाईहरुले जहिले पनि स्थान र के साथै ठाउँ खोज्नुपर्ने हुन्छ। तपाईलाई पछि एक्जाममा पनि फलानो चीज अधि यसो चीज वस्तु कहाँ छ भनेर तपाईलाई एक्जाममा पनि एउटा लोकेसन सोध्ने गर्दछ। हामी आज त्यसकै तयारी स्वरूप आजको पाठमा चाहिँ अधि यसो कहाँ छ त, त्यो चीज वस्तु कहाँ रहेको छ त, त्यसको स्थान कहाँ हो त भन्ने विषय चाहिँ आज हामी हेर्दै छौं। र यहाँ प्रश्नमा हेर्नु त अधि कहाँ छ भन्ने प्रश्नको उत्तरमा चाहिँ जहिले पनि मैले अघि के भने स्थान र ठाउँ कुनै पनि चीज वस्तु रहेको ठाउँ हेर्नु त खसिल अर्थात लिभिङ रुम बैठक कोठामा छ। यसरी प्रश्नमा हामीले अधि भन्ने देख्यौं भने त्यसको उत्तरमा हामी के लाउँछौं भने त ठाउँ है कहाँ छ, त्यो चीज वस्तु कहाँ अवस्थित छ, कहाँ रहेको छ, त्यो अर्थमा हामीले यसलाई प्रयोग गर्नुपर्छ। आजको हाम्रो टपिक चाहिँ फलानो चीज कहाँ छ है, फलानो चीज रहेको स्थान कहाँ हो, यो नै आजको हाम्रो मुख्य टपिक हुनेछ। आउनुस् यो सँगै आज हामी मुनबप अर्थात ग्रामरहरु हेर्ने गर्दछौं। आजको ग्रामर मुख्य ग्रामर हाम्रो टपिकमा दिएको ग्रामर चाहिँ दुईटा इ गा इसयो अथवा अपसयो। कुनै पनि चीज वस्तु त्यो ठाउँमा छ अथवा छैन भन्ने अर्थमा हामीले इ गा इसयो अथवा अपसयो पढ्छौं। यो कहाँ लाग्छ, कसरी लाग्छ, यसको डिटेल हामी ग्रामर पार्टमा गएर अहिले अध्ययन गर्नेछौं। र अर्को चाहिँ ए भनेको मा भनेर हामीले विशेष गरी छाङसो अर्थात ठाउँवाचक नामहरुमा ए जोडिएर आउँदा यसको अर्थ मा भन्ने हुन्छ। आज हामी यी दुईटा ग्रामर र यो बाहेक अन्य आज हाम्रो पाठमा आउने अन्य 8-10 वटा ग्रामर छन्, यिनीहरुलाई ग्रामरलाई डिटेल पढौं, त्यसपछि मात्रै हामी विषयवस्तुतिर आउँ है त। ल आउनु साथी आजको हाम्रो ग्रामर हेरौं। पहिले लेसन 3 पाठमा चाहिँ हामीले देखेको एउटा इ गा इसयो र ए मात्रै ग्रामर छैन, त्यो बाहेक अन्य पनि ग्रामरहरु छन्। यिनको बारेमा थोरै चर्चा गरौं, ग्रामरको बारेमा अलि हामी छलफल गरौं, यसको बारेमा बुझौं अनि मात्रै अगाडि आउँ है त। ल आउनुस् पहिलो छ आज हेर्नु त विची वा छाङसो हाम्रो पाठ स्थान र ठाउँ 3 पाठ र 3 पाठसँग सम्बन्धित पहिलो ग्रामर छ इ गा इसयो अथवा अपसयो। हेर्नुस् है, नाउन अर्थात नाम। हामीले नाम जनाउने शब्दहरुको पछाडीपट्टि पार्टिकल्सको रूपमा त्यो नाममा यदि फाच्छिम रहेछ भने इ लाउँछौं, फाच्छिम छैन रहेछ भने गा लाउँछौं अनि त्यसको पछाडी हामीले त्यो नाम चीज वस्तु त्यहाँ छ या छैन भन्न, छ भन्नका लागि इसयो र छैन भन्नको लागि के लाउँछौं अपसयो लगाउने गर्दछौं। यसको अर्थ चाहिँ इसयो छ अपसयो छैन। आउनुस् यसलाई परिभाषा एकचोटी हेरौं। व्यक्ति वा चीज वस्तु, यो इसयो र अपसयोको अगाडि हामी व्यक्ति वा चीज वस्तुसँग सम्बन्धित नामहरु जोड्छौं र ती चीज वस्तु वा व्यक्तिको अस्तित्व त्यहाँ छ, स्वामित्व त्यहाँ छ भने इसयो, स्वामित्व अथवा अस्तित्व छैन भने अपसयो भन्ने अर्थमा हामीले यो ग्रामर प्रयोग गर्दछौं। कुनै पनि चीज वस्तु त्यहाँ छ, त्यसको अस्तित्व त्यहाँ छ, त्यसको स्वामित्व छ भन्नु पर्यो भने इसयो, त्यसको स्वामित्व अस्तित्व छैन भन्नु पर्यो भने के लाउनु पर्यो अपसयो। यो अर्थमा हामी प्रयोग गर्छौं। र लगाउने तरिका अघि मैले भनिहाले। हेर्नुस् त यहाँ छेक भन्ने शब्द छ, छेक किताब भन्ने शब्दमा तलतिर फाच्छिम इसयो फाच्छिम छ, त्यसैले हामीले पछाडीपट्टि पार्टिकल के साथी इ जोडेर छेगी इसयो भन्यौ।
त्यसैले तलतिर छनुवा भन्ने शब्द छ टेलिफोन छनुवा भन्ने शब्दमा फाछिम अवसय फाछिम छैन त्यसैले यसको पछाडि हामीले के गर्यौं गा जोडेर इसयो भन्यौं भनेपछि अगाडि जोडिने नाममा फाछिम यदि रहेछ भने ई पार्टिकल्स जोड्ने फाछिम यदि रहेनछ भने के जोड्ने गा पार्टिकल्स जोडेर पछाडिपट्टि हामीले छ भने इसयो छैन भने अवसयो भन्नको लागि यसको प्रयोग गर्दैछौँ जस्तै छेगी इसयो किताब छ छनुवागा इसयो टेलिफोन छ त्यसै गरिकन छिङ्गोगा अवसयो मेरो साथी छैन यहाँ फाछिम नभएकोले हामीले के गर्यौं गा आदुरी अवसयो मेरो छोरा छैन अथवा छोरा छैन यहाँ आदुलमा र फाछिम भएकोले के लायौं ई यसरी यो ग्रामर लाउन एकदमै सजिलै छ फाछिम भए ई छैन भने गा पार्टिकल्सको पछाडि कुनै पनि चीजवस्तुको अस्तित्व स्वामित्व छ भन्न के लायौं इसयो त्यसको अस्तित्व स्वामित्व छैन भन्न के लायौं त अवसयो यसरी चाहिँ तपाईहरुले भन्नु पर्यो छ अन्ते मसँग सिगेगा इसयो मसँग घडी छ है मेरो घडी छ यसरी कुनै पनि चीज वस्तु अवस्थित छ अस्तित्व छ स्वामित्व छ इसयो सिगेगा अवसयो घडी छैन यसरी चाहिँ प्रयोग गर्छौं इसयो र अवसयो आउनु साथी दोस्रो चाहिँ हामीसँग ए भन्ने ग्रामर छ ए को अर्थ मा विशेष गरी आज हामीले छ्याङसो भनेको ठाउँ यसको अगाडिपट्टि ठाउँवाचक नामहरू जोडिन आउँदछन् र ठाउँवाचक नामको पछाडि हामीले ए जोडियो भने कस्तो बेला त्यसको अर्थ मा हुन्छ त भन्ने चाहिँ आज हाम्रो मुख्य विषय हुन्छ हेर्नु त ठाउँ जनाउने नाममा लागेर आउँछ र कुनै पनि व्यक्ति वा चीज वस्तुको अस्तित्व रहेको स्थान भनेपछि तपाईले अगाडि ठाउँमा ए लगाएपछि यसको पछाडि के हुन पर्यो स्थान हुन पर्यो पछाडिपट्टि स्थान आउनु पर्यो विशेष गरी अघि हामीले पढेको ग्रामर इसयो अथवा के साथी अवसयो यस्ता चीजहरू पछाडिपट्टि छन् स्थान छ है पछाडिपट्टि स्थान जोडिन आयो भने ठाउँवाचक नामहरुमा हामीले मा भन्न के लाउँछ साथी ए जस्तै उदाहरणको लागि हेर्नु त कम्प्युटर चाहिँ छेक्साङ उइए इसयो कम्प्युटर टेबलको कहाँ छ माथि छ पछाडिपट्टि इसयो छ भनेर हामीले के गर्यौं स्थान आइसकेपछि उइए यसरी माथि भन्यौं सामुसिरे अफिसमा उइजागा इसयो के छ कुर्सी छ कुर्सी कहाँ छ अफिसमा यसरी कुर्सी अवस्थित रहेको ठाउँ के हो अफिस हो त्यसैले कुनै पनि स्थानमा कुनै पनि चीज छ या छैन भने त्यसको स्थान जोड्नु पर्यो भने अगाडि हामी के भन्छौं ए को अर्थ के हुन्छ मा भनेर प्रयोग गर्छौं तर हेर्नुस् है ठाउँ जनाउने नाममा लागेर पछाडि कार्य जोडिन आयो यहाँले ध्यान दिनु पर्यो पछाडि कार्य जोडियामा आएमा चाहिँ तपाईले त्यही मा भन्नको लागि ए लाउन मिल्दैन ए स लगाउनु पर्छ सिधा सिधी बुझ्नुस् है पछाडिपट्टि इसयो अवसयो छ या छैन भन्ने स्थान जनाउन आयो भने के लाउँ ए पछाडिपट्टि यदि कार्य जोडिन आयो भने के लाउँ ए स लगाउँ त्यहाँ हामीले ए लाउन मिल्दैन जस्तै उदाहरणको लागि यङा गर्ने स यङहरू भयो भने त यङहरू भयो फिल्म हेर्छु फिल्म हेर्नु भनेको के हो कार्य हो पछाडिपट्टि जब एक्सनहरू जब कार्यहरू है पछाडिपट्टि कार्य जोडिन आउँछ भने ठाउँ जनाउने शब्दमा पनि हामीले के लाउँछौँ ए स यदि पछाडिपट्टि स्थान जोडिन आउँछ भने ठाउँ जनाउने शब्दमा मा भन्न के लाउँछौँ ए यो दुईटा महत्त्वपूर्ण ग्रामर छ आजको बुझ्नु भयो यो यहाँहरुले बिर्सनु भएन ओके त्यसैगरी आजको टपिकमा हाम्रो अर्को ग्रामर आउँछ म्य अथवा उम्य हेर्नुस् त ग्रामर के आउँछ म्य अथवा उम्य साथी तपाई धेरै विद्यार्थी साथीहरुले यो ग्रामरलाई म्य उम्यलाई चाहिँ यहाँहरुले फाछिम भए उम्यन्छ छैन भने म्यन्छ भनेर दै भनेर पढ्दै आउनु भएको हो है फाछिम भए उम्यन्छ छैन भने म्यन्छ भनेर दैको रूपमा यहाँहरुले पढ्दै आउनु भएको हो र यो चाहिँ एउटा कर्ताले एकै समयमा है एउटा कर्ताले एकै समयमा दुईवटा कार्य एउटा कर्ताले एकै समयमा दुईवटा कार्य सँगसँगै अगाडि बढाइरहेको छ भन्ने प्रसंग जब आउँछ त्यतिखेर तपाई हामीले लाउने ग्रामर के हुन्छ म्यन्छ उम्यन्छ भन्ने हुन्छ जस्तै उदाहरणको लागि म चिया पिउँदै पत्रिका पढ्छु चिया पनि पिउँदैछ पत्रिका पनि पढ्दैछ चिया पिउने र पत्रिका पढ्ने काम के हुन्छ एकैचोटी हुन्छ र त्यसको कर्ता पनि के हुन्छ एउटै हुन्छ एउटा कर्ताले एकै समयमा दुईवटा कार्यहरू चाहिँ सँगसँगै प्यारालली अगाडि बढाइरहेको छ भन्ने प्रसंग जब आउँछ त्यतिखेर हामीले लाउने ग्रामर के हुन्छ रे म्यन्छ उम्यन्छ
हो यही म्यन्स उम्यन्स भन्ने ग्रामरलाई छोटो रूपमा हामीले प्रयोग गर्दा म्य उम्य एउटा दही भन्ने अर्थमा प्रयोग गरिन्छ म्य उम्य म्य उम्य छनुन आछिमे म बिहान छारुल मासी म्य चिया पिउँदै टेलिभिजन भयो टिभी हेर्छु यसरी मासी म्यन्सको ठाउँमा के लाउन सक्यो मासी म्य भन्न सक्यो एउटा दोस्रो चाहिँ म्य उम्यको अर्थ र भन्ने अर्थमा तपाईँ हामी गो भन्ने प्रयोग गर्छौँ नि गो जस्तै गरी दुईवटा कार्यहरूलाई दुईवटा वाक्यहरूलाई दुईवटा विशेषताहरूलाई जोड्न के लाग्छ म्य उम्य पनि प्रयोग गर्छौँ हेर्नुहोस् त क्रिया र विशेषण दुवैमा लागेर अघिल्लो खण्ड वाक्य 1 भनेको होइन अघिल्लो खण्डको कार्य र पछिल्लो खण्डको कार्य एकै समयमा उत्पन्न हुने अघिल्लो खण्ड र पछिल्लो खण्डको अवस्था एकै समयमा कायम रहेको बेला प्रयोग गरिन्छ क्रियामा लाग्दा दही र विशेषणमा लाग्दा र भन्ने अर्थ हुन्छ यो अर्थमा हामीले प्रयोग गर्नु पर्यो जस्तै उदाहरणको लागि छनु नाछिमे छारुल मासिम्य सिनमुनुल गयो म बिहानै चिया पिउँदै पत्रिका पढ्छु भनेपछि हेर्नुहोस् त छ भन्ने एउटा कर्ताले आछिम भन्ने बिहानको एकै समयमा चिया पनि पिउँदैछ छारुल मासिम्य पत्रिका पनि पढ्दैछ एउटा कर्ताले एकै समयमा दुईटा कार्य सँगसँगै गर्दा हामीले लाउने ग्रामर म्यन्स उम्यन्स थियो त्यसैलाई छोटोमा के भन्यो म्य उम्य त्यसैले छारुल मासिम्य चिया पिउँदै पत्रिका पढ्छु यसरी नेफारुन छौम्य छोयङ हेउ नेपाल हाम्रो कन्ट्री हाम्रो देश छौम्य राम्रो र छोयङ हेउ के छ शान्त पनि छ नेपाल राम्रो र शान्त हेर्नुहोस् दुईटा एउटा राम्रो एउटा शान्त दुईवटा विशेषताहरूलाई बराबरी गर्न जोड्न अथवा कहिलेकाहीँ दुईवटा कार्यहरूलाई पनि बराबरी गरी जोड्न गो जस्तै गरी अर्थमा हामीले प्रयोग गर्न सक्छौँ के साथी म्य उम्य जसको अर्थ के हुने रहेछ र भन्ने हुने रहेछ यसमा दुवै वाक्यको कर्ता एउटै हुनुपर्छ यो चाहिँ तपाईँहरूले बिर्सन नहुने किवर्ड है मुख्य विषय यो ग्रामर लाउँदै गर्दा दुईटै वाक्य 1 र वाक्य 2 दुईटै वाक्यको कर्ता के हुनु पर्यो एउटै हुनु पर्यो दुईटै कार्य गरेको सही समय पनि के हुनु पर्यो एउटै हुनु पर्यो यो चाहिँ हामीले बिर्सिनु हुँदैन यो चाहिँ यसको किवर्ड महत्त्वपूर्ण कुरा हो आउनुहोस् नेक्स्ट अर्को ग्रामर हेरौँ अर्को ग्रामर छ आज तपाईँले उरोस अथवा रोस तपाईँहरूले देखिरहने प्रयोग गरिरहने ग्रामर उरोस अथवा रोस फाच्छिम भए हामी उरोस प्रयोग गर्छौँ यदि फाच्छिम रहेनछ भने नामको पछाडि फाच्छिम भए उरोस छैन रहेछ भने रोस प्रयोग गर्छौँ जसको अर्थ को रूपमा अथवा को हैसियतले म अहिले कोरियन भाषा प्रशिक्षकको रूपमा तपाईँहरूको अगाडि छु मेरो हैसियत के हो कोरियन भाषा प्रशिक्षक हो यसरी कुनै पनि व्यक्ति अथवा ठाउँको उसको भूमिका उसको स्थिति वा उसको योग्यता अथवा हैसियत उसको भूमिका के हो के भूमिका ऊ त्यहाँ छ उसको स्थिति के हो उसको हैसियत के हो उसको योग्यता के हो भन्ने अर्थ जनाउनको लागि प्रयोग गरिने ग्रामर के रहेछ उरोस रोस तपाईँहरू विद्यार्थीको रूपमा त्यता बसिरहनु भएको छ म भाषा प्रशिक्षकको रूपमा अगाडि उभिरहेको छु यसरी मेरो योग्यता मेरो हैसियत प्रशिक्षक हो तपाईँको योग्यता के हो विद्यार्थी हो यो अर्थमा हामीले कुनै पनि व्यक्तिको कुनै पनि ठाउँको भूमिका स्थिति अथवा हैसियत अथवा योग्यता जनाउन प्रयोग गरिने ग्रामर के रहेछ उरोस रोस यसरी भन्नु पर्यो जस्तै हेर्नुहोस् त सन्सेङ नुम उरोस म शिक्षकको रूपमा म एउटा टिचरको रूपमा हाक्सेङ दुरुल विद्यार्थीहरूलाई खारुछीको सहयोग केही सिकाइरहेको छु केही पढाइरहेको छु छिङ्गु रोस साथीको रूपमा साथीको हैसियतले थोवा छुको सहयोग म हेल्प गरिरहेको छु म तिमीलाई साथीको हैसियतले सहयोग गरिरहेको छु यसरी उसको हैसियत उसको भूमिका के हो त भनेर अगाडिपट्टि नाम आउँछ त्यो नामको भूमिका हैसियत जनाउन लगाउने ग्रामर उरोस रोस हैसियतमा रूपमा यसरी प्रयोग गर्न सक्नुहुन्छ अर्को ग्रामर छ उरो अथवा रो उरो रो यहाँले पढिरहेको ग्रामर एउटा रूपमा पनि भयो उरो रोलाई हामीले के भन्छौँ रूपमा भनेर प्रयोग गर्छौँ यसमा पनि यसको भूमिका भयो ले भन्ने अर्थमा पनि प्रयोग गरिन्छ र के साथी तिर भन्ने अर्थमा पनि कहिलेकाहीँ हामीले द्वारा बाट भन्ने अर्थमा साधनहरूमा विशेष प्रयोग गर्दाखेरि विशेष नामहरूमा साधनहरूमा विशेष प्रयोग गर्दाखेरि द्वारा बाट ले भन्ने अर्थमा पनि प्रयोग गरिन्छ आउनुहोस् के भन्छ कुनै व्यक्ति वा चिजलाई चयन गरिएको भूमिका जनाउँदा है उसको भूमिका जनाउँदा रूपमा भन्ने अर्थमा जस्तै उदाहरणको लागि सन्मूल भनेको थियो उपहार सन्मूल्य उपहारको रूपमा ओसुल कपडा चुन्बी हेसायो मैले उपहारको रूपमा के तयार गरेँ कपडा भनेपछि कपडा के भूमिकाका लागि तयार गरे त यसको भूमिका के हो त भन्दा
उपहारको रूपमा है उपहारको रूपमा है चयन गरिएको भूमिका भनेपछि कपडाको भूमिका अहिले के भयो उपहार भयो यसरी कुनै पनि चीज वस्तुको भूमिका के हो उसको योग्यता के हो क्षमता के हो अघि हामीले माथि पनि भनेको छौं उरोसो रोसो भनेर कुरो उस्तै उस्तै हो त्यो अर्थमा पनि हामीले रूपमा भन्ने अर्थमा प्रयोग गर्छौं अरे त्यसैगरी हामीले अन्य ले तिर द्वाराबाट भन्ने अर्थमा त अन्य छँदैछ हैन त थेफ्योरो थेफ्यो भनेको प्रतिनिधि प्रतिनिधिको रूपमा पोभ्यासयो भने के छानियो प्रतिनिधिको रूपमा उलाई छानियो भनेपछि हामी सबैको प्रतिनिधिको भूमिका कसले निभाउँछ उले निभाउँछ त्यसैले प्रतिनिधिको रूपमा भन्नु पर्दाखेरि के भयो थेफ्योरो यसरी रूपमा ठाउँ जनाउने शब्दमा लाग्दा तिर भन्ने अर्थ दिन्छ यदि हामीले उरोरो भन्ने ग्रामरको अगाडिपट्टि हामीले ठाउँ जनाउने शब्द जोड्यौं भने त्यसको मिनिङ के हुन्छ तिर जस्तै छ हाक्यो हाक्योमा फाछिम छैन भने हामीले के लाग्यो रो फाछिम छ भने हामीले के लाग्यो उरो र यदि र फाछिम छ भने चाहिँ हामी फेरि के लाउँछौं रो नै लाउँछौं जस्तै हाक्योमा फाछिम भएन के लाग्यो रो हाक्यो रो खायो विद्यालय तिर हामीले यहाँ अब यसको अर्थ के भयो तिर ठाउँ जनाउने शब्दमा लाग्दा यसको अर्थ के भइदियो तिर सिजाङ उरो खायो सिजाङ पनि ठाउँ भयो यहाँ फाछिम भएकोले हामी के लायौं उरो सिजाङ उरो खायो बजारतिर जान्छु अथवा जान्छ सामुसिल्लो हैन त सामुसिलमा र बाछिम आइदियो र बाछिम आएपछि चाहिँ हामीले रो नै प्रयोग गर्छौं त्यसले के भयो सामुसिल्लो गयो अफिसतिर जान्छु यसरी ठाउँ जनाउने जति पनि शब्दहरू छन् यी शब्दहरूमा प्रयोग गरेर आउँदा उरो रोको अर्थ के हुने रहेछ तिर भन्ने हुँदो रहेछ त्यसैगरी सामान वा विधि तरिका है त कुनै पनि चीज वस्तु सामान अथवा विशेष गरी चाहिँ यातायातका साधनहरू औजारहरू यस्ता सामान चीज वस्तु वा विधि जनाउने शब्दमा लाग्दा द्वाराबाट ले भन्ने अर्थ हुन्छ यसको अर्थ द्वाराबाट ले लगाउने तरिका हो यही जस्तो भइहाल्यो फाछिम भए उरो छैन भने के लाउँछौं रो र फाछिम छ भने रो नै प्रयोग गर्छौं जस्तै बसमा फाछिम नभएकोले हामी के लायौं रो सुत्कारा चम्चा भन्ने शब्दमा फाछिम भएकोले के लायौं उरो र यनफिल पेन्सिल भन्ने शब्दमा र नै फाछिम भएकोले हामीले के लायौं रो प्रयोग गर्यौं लगाउने तरिका यही भयो र फसुरो वासयो बसबाट आए बसद्वारा आए यसरी यिनीहरू चाहिँ साधन चीज वस्तु जनाउने शब्द हुन् चीज वस्तु शब्दमा जनाउने शब्दमा लागेर आउँदा यसले त्यो चीज वस्तु चलाउने तरिका विधि है विधि जनाउने भएकोले यतिखेर द्वाराबाट ले भन्ने अर्थमा प्रयोग गर्छौं फसुरो वासयो बसद्वारा आए बसबाट आए सुत्काराको रो मगयो चम्चाले खान्छु है चम्चाले खान्छु र यनफिल्लो सहयोगमा पेन्सिलले लेख्छु यसरी चाहिँ हामीले द्वाराबाट लाई यसरी उरोरोलाई एउटा चाहिँ तिर एउटा चाहिँ के साथी द्वाराबाट ले भन्ने अर्थमा प्रयोग गर्छौं र कहिलेका चाहिँ यसको भूमिकाको आधारमा हामीले रूपमा भन्ने अर्थमा पनि यसलाई प्रयोग गर्दा रहेछौं ल आज प्रयोग गर्ने ग्रामर यही भयो त्यसैगरी अझै एउटा यहाँनिर कुनै घटनाको कारण जनाउँदा यदि कुनै पनि घटनाहरूको कारण भयो भने चाहिँ कारणले भन्ने अर्थमा पनि प्रयोग गर्न सक्छौं जस्तै फारामुरो हावाको कारणले अब हावाले नै भन्दा पनि हुन्छ हुनु चाहिँ तर फारामुरो हावाको कारणले मुनि थाद्यासयो ढोका बन्द भयो के को कारण ढोका बन्द भयो यहाँ ढोका बन्द हुनुको कारण के भइदियो हावा यसरी कारणमा पनि कहिलेकाहीँ तपाईँ हामीले के लाउँदो रहेछौं उरो रो के लाउँदो रहेछौं उरो रो ल फारामुरो हावाको कारणले गर्दा मुनि थाद्यासयो ढोका के भयो बन्द भयो ढोका क्लोज भयो यसरी चाहिँ हामीले उरो रो भन्ने ग्रामरलाई कम्प्लिट गर्यौं त्यसैगरी आउनु साथी अर्को आजको हाम्रो टपिकमा कतै बीचमा प्यासेजहरुमा आउने अर्को ग्रामर छ गि विए अथवा विएस नको लागि निम्ति कुनै पनि काम कुरा गर्नको लागि गर्नको निम्ति भन्ने अर्थमा हामीले गि विए अथवा गिवेस प्रयोग गर्छौं वाक्यमा कर्ताले गर्ने कार्यको उद्देश्य केमा साथी उद्देश्य तपाई हामीले के गर्दै छौं त्यसको उद्देश्य के हो त्यो प्रकट गर्न है हामीले गर्ने कार्यको उद्देश्य प्रकट गर्न लगाउने ग्रामर के हुन्छ गि विएस हैन हामी कोरिया जानको निम्ति कोरिया जानको लागि कोरियन भाषा पढिरहेको छौं हाम्रो उद्देश्य के हो कोरिया जानु त्यसैले कोरिया जाने उद्देश्यका लागि हामी के गर्दै छौं के कार्य गरिरहेको छौं यसरी कुनै पनि उद्देश्य बोकेर के कार्य गरिरहेको छौं भन्ने प्रसंगमा के लाग्छ रे त गिवेस यदि यसैलाई नाममा लाइयो भने यो क्रियामा लाइयो भने गिवेस भवमा लाइयो भने यदि यसैलाई हामीले नाममा लाइयो भने चाहिँ फाछिम भए उल छैन भने रुल गर्न पछाडी विएस को लागि को निम्ति भनेर प्रयोग गर्न सक्दछौं आउनुस् हान्गुगर फेउगी विए म कोरियन भाषा सिक्नको लागि कोरियन भाषा सिक्नु चाहिँ उद्देश्य छ है के छ रे साथी उद्देश्य यो कोरियन भाषा सिक्ने उद्देश्यको लागि यल्सिमी खंबु हागसयो एकदमै मेहनतपूर्वक अध्ययन गरिरहेको छु
भनेपछि अघिल्लो वाक्यमा केही उद्देश्य हुन्छ, त्यसका लागि त्यो पुरा गर्नको लागि पछिल्लो वाक्यमा केही कार्यहरू गरिन्छ, बिचमा हामीले लाउने ग्रामर के हुँदो रहेछ? गी विए छ अथवा गी विए यो प्रयोग गर्छौँ। फुमोनिमुल विए, अब यहाँ नाम आयो, फुमोनिम भन्ने शब्द नाम भयो। नाममा चाहिँ हामीले उल विए रुल विए प्रयोग गर्छौँ। बुवाआमाको निम्ति सन्मुरुल साल गयो, म उपहार किन्नेछु। बुवाआमाको निम्ति उपहार किन्छु। यसरी साथी कसका निम्ति? बुवा, उद्देश्य यहाँ बुवाआमा हुनुभयो, हामीले उपहार किन्नु के भयो त? कार्य भयो। यसैले अघिल्लो वाक्यमा उद्देश्य, पछिल्लो वाक्यमा जब कार्य आउँछ भने त्यतिखेर तपाईँ हामीले लाउने ग्रामर के हुँदो रहेछ? गी विए स, क्रियामा नाममा भए उल रुल विए। यो अर्को आज हामीले प्रयोग गर्ने ग्रामर। अब आउनु साथी, हामीसँग कहिलेकाहीँ उद्देश्य जनाउनको लागि आउने अर्को ग्रामर हुन्छ उर्यगो अथवा र्यगो। यदि उर्यगो र्यगो र गी विए एक आपसमा सँगै आइदिए भने चाहिँ, एक आपसमा आएमा चाहिँ अधिक बोलचालको भाषामा, धेरै प्रयोग गरिने बोलचालको भाषामा उर्यगो र्यगो, बोलीचालीमा बढी के लाउने? उर्यगो र्यगो, र औपचारिक र सभ्य भाषामा के लाउने? गी विए लगाउने है त। एउटा फरक थियो। र पहिले नै उद्देश्य पुरा भइसकेको वाक्यमा, यदि पहिले उद्देश्य पुरा भइसक्यो, अब केही पनि वाक्यमा उद्देश्य बाँकी छैन भन्ने वाक्य छ भने त्यसमा गी विए कहिले पनि तपाईँलाई लगाउनु मिल्दैन। त्यतिखेर चाहिँ उर्यगो र्यगो लाग्नुपर्छ। कुनै पनि उद्देश्य पहिले पुरा भइसक्यो, त्यो उद्देश्यका लागि यसो गरेको थिएँ भन्ने प्रसङ्ग आउँछ कहिलेकाहीँ, त्यतिखेर हामीले गी विए लाउँदैनौँ। जस्तै उदाहरणको लागि मुल्गनुल सारेगो, सामान किन्ने विचारले, सामान किन्ने उद्देश्यले सिजाङे घाँसयो, म बजार गएको थिएँ। बजार गएँ भनेपछि ऊ बजार पनि के गर्यो? गइसक्यो, सामान पनि किनिसक्यो। अब उसँग केही पनि उद्देश्य बाँकी छैन। जस्तै उदाहरणको लागि म अघि बिहान सब्जी किन्न बजार गएको थिएँ भनेपछि तपाईँले बजार पनि गइसक्नुभयो, सब्जी पनि किनिसक्नुभयो। सब्जी किन्ने र बजार जाने दुईटै उद्देश्य पुरा भइसकेपछि तपाईँ हामीले यहाँ के लाउन मिल्दैन? गी विए लगाउन चाहिँ मिल्दैन। त्यसैले पहिलो वाक्य ठिक छ, दोस्रो वाक्य के छैन? ठिक छैन। यसको अर्थ फेरि पास्ट टेन्स भएका फर्ममा गी विए लाग्दैन होइन नि, फेरि होइन, पास्ट टेन्समा पनि लाग्छ गी विए, तर पहिले उद्देश्य पुरा भइसकेको वाक्यमा कुनै पनि उद्देश्य अब बाँकी छैन भन्ने प्रसङ्गमा चाहिँ हामी के लाउँदैनौँ? गी विए लाउँदैनौँ एउटा। अनि औपचारिक बोलीचालीका भाषाहरूमा, सामान्य भाषाहरूमा सामान्य के गर्छौँ? उर्यगो र्यगो सहज रूपमा प्रयोग गरिदिन्छौँ। र अनौपचारिक बोलीचालीको भाषामा अनि औपचारिक भाषाहरूमा, सभ्य भाषाहरू बोल्नु पर्यो, अलिक विशिष्ट भाषा बोल्नु पर्यो भने चाहिँ के लाउने? गी विए भनेर प्रयोग गर्छौँ। ल, यो अर्को हाम्रो ग्रामर भयो। ल, यो सँगै आज हामीले पढ्ने ग्रामरहरू यिनै रहेछन्। आज हाम्रो विषयमा दुईटा मात्रै होइन, टपिकमा यिनै ग्रामरहरू आउँछ। आउनुहोस्, अब यी ग्रामरहरू सकिसकेपछि हाम्रो विषय आज के हो त? त्यतातिर लागौँ है त। ओके, आउनु साथी। ल, मुनबाब ग्रामर मैले भनिहालेँ। कुनै पनि चिजवस्तुको अस्तित्व छ या छैन भन्न हामीले के प्रयोग गऱ्यौँ त? इस्सयो अवसयो। कुनै पनि चिजवस्तु त्यो ठाउँमा छ या छैन भन्नको लागि के लगायौँ? ए मा भन्ने लगायौँ। विशेष गरी छाङ्सो ठाउँवाचक शब्दहरूमा हामीले यही बुझ्यौँ है त। बुझ्नु पनि होइन? ओके, यही बुझ्यौँ। अहि भन्छ आजको हाम्रो भोकाबुलरी अथवा मिनिङ। हामीले आज पाठसँग पढ्ने धेरै मिनिङ छन् त। मिनिङ बुकमा तपाईँहरूले पढ्नु भएको छ होइन? धेरैवटा मिनिङ छन्, झन्नै 80-90 मिनिङ होला आजको पाठमा। तर त्यो मध्ये पनि किवर्ड, पाठ बुझ्नको लागि महत्त्वपूर्ण चाहिने किवर्डहरू चाहिँ एउटा खागु फर्निचरहरू वा र छन्जा जेफम भनेको इलेक्ट्रोनिक सामानहरू। तपाईँ हाम्रो घरमा युज हुने फर्निचरहरू, कुर्सी टेबल आदि इत्यादि, बेडसेट होइन। अनि घरायसी सामानहरू, इलेक्ट्रिक सामानहरू होइन, फ्रिज, एसी सेसी आदि इत्यादि इलेक्ट्रोनिक सामानहरू जो हामी घरमा प्रयोग गर्छौँ तिनीहरूलाई हामी के भन्छौँ? छन्जा जेफम इलेक्ट्रोनिक सामानहरू भनेर भन्छौँ। यो तपाईँहरूले मिनिङ पढ्नु भएको छ। त्यसै गरी छाङ्सो भनेर ठाउँ अघि मैले भनिहालेँ, सार्वजनिक स्थलहरू, अस्पताल, 24 घण्टा खोल्ने पसलहरू आदि इत्यादि तपाईँहरूले पढेर आउनु भएको छ। यी चिजहरू तपाईँहरूले पढ्नु भएको छ। यो मिनिङ आज हामी यो ग्रामर र यो मिनिङ दुईटाको कम्बिनेसन गरेर आजको पाठ बुझ्ने कोसिस गर्छौँ। र हरेक पाठमा हामीसँग एउटा मुनुवा र छङ्बो हुन्छ, तपाईँहरूलाई थाहा छँदैछ, अघिल्ला पाठहरूमा तपाईँले हेरिसक्नु भएको छ। र आजको टपिकमा चाहिँ हान्गुगे थोसी, कोरियाका सहरहरू, कोरियाका मेन सिटिजहरू है। कोरियामा कति सहरहरू छन्, कति महानगरहरू छन्, अनि तिनका विशेषताहरू के हुन्, त्यहाँ के कुरा चाहिँ फेमस छ अथवा के कुराले त्यो चिनिएको छ, यिनै कुराहरू चाहिँ आजको छङ्बो सूचनाको रूपमा चाहिँ आज तपाईँहरूलाई अलि डिस्क्राइब गरिएको छ। यिनै कुरा आज हामी हेर्नेछौँ। आउनु साथी, आक्सुमुख फ्यो स्टार्टिङ टपिक आज हाम्रो पढ्ने शीर्षकलाई हेरौँ। आजको टपिक पढेर यहाँहरूले चाहिँ आजको टपिक पढेर छिबे इनुन मुल्गने दे, तपाईँ हाम्रो घरमा रहेका मुल्गनहरू, सामानहरूको त्यही भनेका थिए बारेमा मारल सिधा कुराकानी गर्न सक्छौँ। तपाईँ हाम्रो घरमा के हुनसक्छ त? सामान्यतः बेडरुममा छिम्दे खाट हुनसक्छ
हैन साथीभाइ। त्यसै गरिकन छेकसाङ टेबलहरू हुनसक्छ होइन, के हुन सक्छन्, चिजवस्तुहरू टेलिभिजन हुनसक्छ होइन, नेङ्जाङ्गो हुनसक्छ। यी चिजहरूको बारेमा कुराकानी गर्न सक्छौँ। त्यहाँ टेलिभिजन छ, यतापट्टि छ, फलानु छ, छैन भन्ने कुराहरू गर्न सक्छौँ। र साराङ इनाको अर्थ वा अथवा भन्ने अर्थ मान्छे अथवा मूलगनी चिजवस्तुहरू इन्नुन रहेको छाङ्सो भनेको ठाउँ, त्यो मान्छे या त्यो चिजवस्तु कहाँ रहेको छ भन्ने ठाउँको बारेमा पनि कुराकानी गर्न सक्छौँ। अघि हामीले टपिकमा भनेको छौँ टेलिभिजन अदिए इस्सयो, टेलिभिजन कहाँ छ, यसरी चिजवस्तु वा मान्छे कहाँ रहेको छ भन्ने त्यसका प्लेसहरू बताउनु नै आजको हाम्रो टपिकको आक्सङ्गो फ्यो के हुनेछ, उद्देश्य हुनेछ। आउनु सुरु गरौँ विषय 1। आउनुहोस् अवि मिनिङको बारेमा अलि छलफल गरौँ। आजको अवि भोकाबुलरी अथवा आजको मिनिङमा खागु वा छन्जा जेफम, अघि भनिहाल्यो तपाईँ हाम्रो घरमा युज हुने फर्निचर र छन्जा जेफम इलेक्ट्रोनिक सामान, दुईटा चिजहरूको नाम सरसत यहाँ दिएको छ। तपाईँलाई पोइन्ट वाइज चिन्न सजिलो होस् भनेर यहाँ नम्बर पनि राखिदिएको छ। हेर्नुहोस् त, एयरकन एसी भन्ने शब्द सामान्य तपाईँ हामीले एयर कन्डिसनर है, एयर कन्डिसनरलाई एसी भनेर चिन्ने गर्छौँ। 1 नम्बर यही भइहाल्यो एसी। अब एसी भन्ने बित्तिकै हामीले प्रायः भित्तामा राख्ने मात्रै देख्छौँ। कोरियामा चाहिँ तपाईँको स्ट्यान्डमा राख्ने होइन, अथवा अहिले नेपालमै पनि आइसकेको छ, तपाईँले तल भुइँमै राखेर होइन हावा दिने एसीहरू पनि हुन्छन्। त्यसले कन्सेप्ट चाहिँ यस्तो 1300 मात्रै हुन्छ चाहिँ नबनाउनुलाई, एसी भन्ने बित्तिकै तल पनि हुन्छ। त्यसै गरी छिम्दे भनेको बेड खाटहरू भयो, त्यसै गरी खाट 2 नम्बरमा यहाँ देखिहाल्नु हो। त्यसै गरी उइजा चेयर कुर्सी यहाँ 3 नम्बर तपाईँले देखिहाल्नुहुन्छ। त्यसै गरी छेकसाङ टेबल भइहाल्यो साथी 4 नम्बरमा। र ओछाङ भनेको चाहिँ दराज, सामान्यतः तपाईँहरू कपडाहरू राख्ने है, कपडाहरू राख्ने दराजलाई हामी के भन्छौँ, ओछाङ भनेर भन्छौँ। ओके, त्यसै गरिकन अब यी नामहरूको बारेमा मैले त्यति धेरै व्याख्या गर्नुपर्छ जस्तो लाग्दैन है, त्यही भएर मैले धेरै व्याख्या गरिनँ। आउनुहोस् तलतिर जाउँ। ओके, तलतिर पनि केही इलेक्ट्रोनिक सामान र फर्निचरहरू तपाईँहरूलाई सामान्यतः दिएको छ। आउनुहोस्, पहिलो छ सोफा, युगबन 6 नम्बरमा हेर्नुहोस् त के छ, सोफा। त्यसै गरी छिलबन 7 नम्बरमा टेलिभिजन छ। त्यसै गरी छन्जा रेन्ची माइक्रोवेभ ओभन भन्छ। अब यो हाम्रोमा त्यति धेरै युज नहुने भएकोले होटलहरूतिर घरहरूतिर अब धेरैले त गर्नु होला, तर हाम्रोमा चाहिँ अझै पनि ओभनहरू प्रयोग गर्ने चलन अलिक कमै छ। सामान्यतः तपाईँ हामीले माइक्रोवेभ ओभन भनेर बुझ्दा हुन्छ। यो 8 नम्बर पिज्जाहरू बनाउन, तताउन, केही कुराहरू पकाउन प्रयोग गरिने इलेक्ट्रोनिक के भन्नु, अगेनो भनौँ न होइन, त्यो हो इलेक्ट्रोनिक विद्युतबाट गर्ने। त्यसै गरी सेथाक्की भनेको थिएँ वासिङ मेसिन, यहाँनिर छ खुब 9 नम्बरमा। त्यसै गरी नेङ्जाङ्गो भनेको फ्रिज नम्बर 10 यहाँनिर छ। त्यसै गरिकन छङसोगी भनेको भ्याकुम क्लिनर, तपाईँ हामीले सरसफाइ गर्दा युज गर्ने चिज भयो इलेक्ट्रोनिक सामान। र त्यसै गरी सिकताक भनेको चाहिँ डाइनिङ टेबल, तपाईँ हामीले खाना खाने टेबल हामी के भन्छौँ, सिकताक। यी चिजवस्तुहरू चाहिँ तपाईँ हाम्रो घरमा इस्सयो छ, छैन भने के भन्नु पऱ्यो, अप्सयो, छैन भने के भन्नु पऱ्यो, अप्सयो। अब यहाँ यति मिनिङ पढिसकेपछि तपाईँहरूले अभ्यास गर्दा चाहिँ जहिले पनि यसरी गर्नु होला। जस्तै हामीसँग आज भएको ग्रामर है, आज भएको हामीसँग भएको ग्रामर चाहिँ यदि नामको पछाडि फाच्छिम भए इस्सयो अथवा फाच्छिम छैन भने के साथी, गा इस्सयो भनेर लगाउन सक्छौँ। र यदि नामको पछाडि चाहिँ त्यो चिज छैन भन्नको लागि फाच्छिम भए अप्सयो र फाच्छिम छैन गा अप्सयो लगाएर तपाईँले अभ्यास गर्न सक्नुहुन्छ। जस्तै उदाहरणको लागि एयखनमा फाच्छिम छ, त्यसैले एयखनी छ भने के भन्नु पऱ्यो, इस्सयो, छैन भने के भन्नु पऱ्यो, अप्सयो। त्यसैले अब तपाईँले अभ्यास गर्दा चाहिँ जहिले पनि एयखनी इस्सयो, एयखनी अप्सयो है, एयखनी अप्सयो यसरी भन्न सक्नुहुन्छ। त्यसै गरी छिम्देमा फाच्छिम छैन, त्यसैले के भन्नु पऱ्यो, छिम्देगा इस्सयो, छिम्देगा अप्सयो। बेड छ, बेड छैन। ओके, त्यसै गरी उइजा चेयरमा पनि फाच्छिम नभएकोले उइजागा इस्सयो, उइजागा अप्सयो। ओके, भन्नुहोस् त छेकसाङमा फाच्छिम छ, त्यसैले के भन्नु पऱ्यो, छेकसाङी इस्सयो, छेकसाङी अप्सयो। त्यसै गरी ओछाङमा पनि फाच्छिम भएकोले ओछाङी इस्सयो, ओछाङी अप्सयो। यसरी यी चिजवस्तुहरू त्यहाँ छ, तिनीहरूको अस्तित्व त्यहाँ देख्नुहुन्छ भने इस्सयो, छैन अस्तित्व देख्नुहुन्न के भन्नु पऱ्यो, अप्सयो प्रयोग गर्नु होला। मिनिङहरू पढ्दा जहिले पनि तपाईँले ग्रामरमा जोड्दै पढ्नुभयो भने त्यो एकदमै के हुनेछ, सहज हुनेछ है त, सहज हुनेछ। ल त्यसै गरी ल सोफा छ भन्नु पर्ने के भन्नुहुन्छ, सोफागा इस्सयो, यस सोफागा इस्सयो है। अब टेलिभिजन छैन भन्नु पर्यो, टेलिभिजन अप्सयो, टेलिभिजन छैन। त्यसै गरी छन्जा रेन्ची माइक्रोवेभ ओभन ल छ भन्नु पर्यो, के भन्नुहुन्छ, छन्जा रेन्चीगा इस्सयो, इस्सयो। अनि त्यसै गरी सेताकी छैन भन्नु पर्यो, सेताकीगा अप्सयो, सेताकी छैन। नेङ्जाङ्गो फ्रिज छ भन्नु पर्यो, नेङ्जाङ्गोगा इस्सयो। अनि तपाईँले छङसोगी ल छैन भन्नु पर्यो, छङसोगीगा अप्सयो। सिकताक, सिकताकी इस्सयो।
अथवा सिक्ताकी अप्सयो। यसरी अगाडि भएका नामहरुमा हेर्ने फाच्छिम देख्नुभयो भने इ इस्सयो अप्सयो, छैन भने गा इस्सयो अप्सयो। ग्रामरलाई जोडेर पढ्नु होला। यसो गरेर तपाईलाई एकदमै के हुनेछ, सहज हुनेछ। जहिले पनि मिनिङ पढेर अगाडि कुद्ने होइन। आज हाम्रो आउने टपिकसँग यो मिनिङलाई ग्रामरमा जोड्दै बोल्नुस्। यसो गर्दा तपाईलाई के हुन्छ, सहज हुन्छ है त। ओके ल, यहाँसम्म पढिसक्नुभयो। तपाईलाई के गाह्रो अप्ठ्यारो छ भने भन्नुस् है। यहाँसम्म अहिले हामीसँग हेरेको विषयसँग के गाह्रो अप्ठ्यारो छ भने भन्नुस्, नत्र मैले फर्दर अगाडि बढाए है त। लाउनुस्, तलतिर हाम्रो एक्सरसाइज राखिदिएको छ। खुरिमल फोगो फोगी वा गाछी थेरोला चास्यो। खुरिमहरू हेर्दै यहाँ दिएका चित्र जो तपाईले अघि माथि नै हेरिसक्नु भएको छ, तिनै चित्रहरूलाई हेरेर, फोगोको अर्थ के हुन्छ साथी, हेरेर है, यी चित्रहरूलाई हेरेर फोगी वा गाछी, यहाँ एउटा उदाहरण पनि दिएको छ फोगी भनेर। यो उदाहरणमा जस्तै गरी थेरोला चास्यो संवादहरू कम्प्लिट गर्नु। हेर्नु त, फोगीमा के भन्छ, गाले इगन म हेयो इ गस उनलाई, हामीले अघिल्लै पाठमा पढेको छन्। इ गस उनलाई के भन्छ, सर्टकटमा छोटोमा भन्दा इगन म हेयो के हो। यो हामीले अगाडि म येयो येयो इयो हो भनेर चीज वस्तुलाई हो होइन भन्ने त्यसको अस्तित्व जनाउने ग्रामर हामीले अगाडि नै पढिसकेको छ अघिल्लो पाठमा। त्यसो भएकोले मैले अरू थप व्याख्या गरिनँ। यहाँ तपाईहरुलाई अघिल्लो पाठको ग्रामर पनि नबिर्सियोस् भन्नका लागि दिइरा हुन्छ है। अहिलेको नयाँ बुकले चाहिँ रिपिट गरिदिरा हुन्छ। यो राम्रो पक्ष पनि हो। इगन म यो चीज के हो भन्छ, छिम्दे यो के हो, छिम्दे हो, खाट हो। अब यो लगाउने तरिका तपाईलाई थाहा छ। फाच्छिम भए हामी के जोड्छौँ पछाडि, इयो भनेर जोड्छौँ। फाच्छिम छैन भने के जोड्छौँ, यो भनेर पछाडि जोड्छौँ। त्यही कुरालाई एकचोटि अघिल्लो पाठमा पढेको कुरालाई कतिको बिर्सिनु भयो कि बिर्सिनु भएन त है। एकचोटि सरस्वती हेर्नु त। ल, हामीसँग पर्तिर छेक्साङ छ। इगन म यो चीज के हो त भन्दाखेरि हामीसँग मिनिङ के भयो, छेक्साङ। छेक्साङमा फाच्छिम छ। त्यसो भए के भन्नु पर्यो, छेक्साङ यो के हो, छेक्साङ हो। यो टेबल हो। 2 नम्बर टेलिभिजन देख्नुभयो हो। ल, इगन यो चीज चाहिँ म यो के हो त भनेर प्रश्न गर्छ। र टेलिभिजन के रे साथी, यस टेलिभिजन भन्छ। टेलिभिजन अथवा यो लाउनु हामीले पछाडि जोड्नुपर्छ। फाच्छिम भएकोले के लाउँछौँ, टेलिभिजन यो टेलिभिजन हो। पर्तिर इगन म यो, अनि यो चीज के हो भनेर सोध्छ। के हो साथी, छङसोगी हो। के हो साथी, छङसोगी। अब यहाँ फाच्छिम छैन, त्यसैले तपाईले के लाउनुहुन्छ, यो छङसोगी यो। यसरी चाहिँ कुनै पनि चीज वस्तुहरू भएको छ भन्नु पर्यो, सरी हो भन्नु पर्यो भने के भन्ने, यो जोड्नु पर्यो। शब्दको अन्तिममा फाच्छिम छ भने के लाउने, यो, छैन भने के लाउने, यो जोडेर प्रयोग गर्न सक्नुहुन्छ। ल, यो चाहिँ अगाडि किताबको है, नबिर्सियोस् भनेर तपाईलाई एक्सरसाइजहरू रिपिट गरिदिएको छ। ओके, आउनु तलतिर जाउँ। मुन्बाबे ग्रामर 1 हेरौँ। अघि हामीले पढेकै ग्रामर फेरि पनि एकचोटि डिटेलमा कोरियन भाषामै यहाँ व्याख्या गरिदिएको छ। कोरियनहरूले नै कसरी यसलाई व्याख्या गरिदिएको छ। हुन त ग्रामरको व्याख्या चाहिँ तपाईँले जसरी पनि बुझ्नुपर्ने हुन्छ, त्यसको भाव बुझ्नुपर्ने हुन्छ। ग्रामर यही भन्ने ट्याक्कै कसैले पनि भन्नु हुँदैन। ग्रामरको अर्थ विभिन्न हुन सक्छ, तर भाव चाहिँ एउटै हुनुपर्छ है त। हामीले भनिहाल्यौँ यसको मिनिङ छ अथवा के साथी, छैन। अघि भनिहाल्यौँ इगा इस्सयोनुन सारा मिना मान्छे अथवा मूलगने सामानहरूको छोन्जे भनेको अस्तित्व, सोयु भनेको चाहिँ स्वामित्व है। कुनै पनि व्यक्तिको, कुनै पनि चीज वस्तुको अस्तित्व र स्वामित्वलाई नाथानिन्दा जनाउँछ इस्सयोले। अस्तित्व स्वामित्व छ है, अस्तित्व स्वामित्व छ भन्नुपर्दा इस्सयो। इगा अप्सयोनुन छोन्जे हाजी आनखाना अस्तित्व नभएको अथवा सोयो हागो इच्छी आनुल्ते भनेको स्वामित्वमा नरहेको कुरा नाथानिन्दा जनाउँछ। समग्रमा भन्दा कुनै पनि व्यक्ति वा चीज वस्तुको अस्तित्व भए, स्वामित्व भए इस्सयो, त्यस्तो स्वामित्व अस्तित्व छैन रहेछ भने के लाउनुहुन्छ, अप्सयो लगाउने। ल, अघि हामीले डिटेलमा भनेकै छ, त्यत्रो धेरै मैले अरू व्याख्या गरिनँ है त। ल, फाच्छिम भए इ इस्सयो अप्सयो, छैन भने गा इस्सयो अप्सयो प्रयोग गर्छौँ। हेर्नु त, छेक्साङमा फाच्छिम छ, छेक्साङी इस्सयो। टेबल छ, टेलिभिजनमा पनि फाच्छिम छ, त्यसैले के गर्दै, टेलिभिजन इ अप्सयो। यसरी एउटा छ एउटा छैन भन्नका लागि हामी इस्सयो अप्सयो प्रयोग गर्छौँ। त्यसैगरी फाच्छिम नभएमा त फाच्छिमे अप्सुम्यन गा इस्सयो अप्सयो। सोफामा फाच्छिम छैन, सोफा गा इस्सयो सोफा छ। अनि नेङजाङगोमा पनि फाच्छिम छैन, नेङजाङगो गा अप्सयो, नेङजाङगो हामीसँग छैन। यसरी तपाईहरुसँग नेङजाङगो र सोफा छैन, स्वामित्वमा छैन, अस्तित्वमा छैन, त्यसैले के गर्नुभयो, अप्सयो है, सरी सोफा छ इस्सयो, नेङजाङगो छैन अप्सयो। त्यसैगरी छेक्साङ टेबल तपाईहरुसँग छ, के भयो, इस्सयो। टेलिभिजन छैन, के भयो, अप्सयो। अगाडि हामीले मिनिङ पढ्दा पनि ग्रामरलाई जोड्दै पढेकै छौँ। ल, हेर्नुहोस् त तलतिर, ओचाङमा फाच्छिम भएकोले इ जोड्यौँ। उइजामा फाच्छिम छैन, त्यसैले के जोड्यौँ, गा। ओचाङी इस्सयो, उइजागा इस्सयो। दराज छ, कुर्सी छ।
कम्प्युटरगा 없어요. कम्प्युटरमा भाषिम नभएकोले गा जोड्यौँ पछाडि 없어요को अर्थ छैन कम्प्युटर चाहिँ छैन यसरी भन्ने ल 존재나 소유에 대하여 물을 때 यदि कसैको अस्तित्व स्वामित्वको बारेमा 물을 때 सोध्नु पर्यो यदि प्रश्न गर्नु पर्यो भने हामीले त अहिले सबै छ छैन भने उत्तर मात्रै दिइरहेको छौं नि त यदि त्यही कुरा प्रश्न गर्नु पर्यो सोध्नु पर्ने भने चाहिँ 형태 변화 없이 यसको आकार केही पनि परिवर्तन नगर्नु 이러가 있어요 भनेर पछाडी प्रश्नवाचक 없어요 भनेर प्रश्नवाचक मात्रै थपिदिनु अरु केही नगर्नु अरे यदि हामीले उत्तरमा भन्यौ भने 이가 있어요 없어요 भनेर अन्तिममा फुल स्टप दिनु पर्यो त्यही कुरा यदि 물을 때 सोध्ने हो प्रश्न गर्ने भने जम्मा 이가 있어요 भनेर यहाँ प्रश्नवाचक 이가 없어요 भनेर प्रश्नवाचक लगाइदिनु अरे यति भइ पुग्छ अरे कुरो बुझ्नु हो भनेपछि अरु केही आकृति परिवर्तन नगर्नु अन्तिममा प्रश्नवाचक चिन्ह लगाइदिए यसको के हुन्छ क्वेशन हुन्छ जस्तै उदाहरणको लागि 책이 있어요 तपाईसँग किताब छ यसरी सोध्दाखेरि तपाईले 네 책이 있어요 हजुर किताब छ 아니요 책은 없어요 किताब छैन यसरी भन्न सक्नुहुन्छ ल तलतिर आउनुस् फोगी वा गाछी 문장을 쓰세요 उदाहरणमा जस्तै वाक्यहरु लेख्नुस् फोगी उदाहरण हेर्नुस् त 책상 टेबल भनेको छ हामीसँग यहाँ दुईटा साइन दिएको छ एउटा सर्कल साइन गोलो दिएको छ यसलाई हामीले कोरियन भाषामा चाहिँ थोङ्गुरामी भन्छौं सर्कल भन्छौं कोरियनहरुले नर्मली मिल्दाखेरि चाहिँ यसरी राइट दिने चलन पनि हुन्छ तर त्यो भन्दा बढी चाहिँ कोरियनहरुले चाहिँ यसरी सर्कल गर्ने चलन छ कुनै पनि कुरा मिल्यो हो भन्नु पर्ने सर्कल दिन्छ र अर्को चाहिँ हामीसँग खाविफ्यो अर्थात कैची संकेत भन्छ खाविफ्यो कैची संकेत जुन कुरा होइन मिल्दैन भन्ने हामी कैची संकेत प्रयोग गर्छौं है ल यसरी चाहिँ हामीसँग एउटा थोङ्गुरामी सर्कल साइन छ एउटा खाविफ्यो कैची संकेत छ यदि तपाईले सर्कल साइन रहेछ है हो भन्ने थोङ्गुरामी साइन देख्नु पर्ने 있어요 भन्दिनु अगाडि शब्द हेरेर फाछिम भई इ गा जोड्दै 있어요 भन्दिनु होइन भने के भन्दिनु 없어요 भन्दिनु है त जस्तै फोगी उदाहरण हेर्नुस् त के भनेको छ उदाहरणमा 책상मा 있어요 भन्दिनु पर्यो 책상मा फाछिम छ त्यसैले 책상이 있어요 टेबल छ ल बनाउनु 침대 छ भन्नु पर्यो त्यसपछि के भन्ने लो भन्नु त भन्नुस् त सरी भन्नुस् त साथीहरु के भन्ने यस 침대가 भएको अगाडि थोङ्गुरामी गोलो सर्कल भएको कारणले के भन्यो 있어요 침대가 있어요 बेड खाट छ सोफा छैन भन्नु पर्यो ल के भन्नुहुन्छ गुड सोफागा या फाछिम नभएकोले के लाग्यो गा सोफागा छैन भन्न के लाउने रे त 없어요 यस सोफा छैन तलतिर 식탁 डाइनिङ टेबल चाहिँ फेरि छ के भन्ने गुड 식탁이 यस छ भन्नलाई हामीले के लाउने 있어요 식탁 छ अनि फेरि 옷장 दराज चाहिँ हामीसँग छैन अरे त्यसो भए के भन्नु पर्यो गुड 옷장은 सरी उन नगरौँ अहिले हामीले इगा पढिरा छौं सरी 옷장이 छैन भन्नु पर्यो के भन्ने साथी 없어요 ल दराज छैन यसरी चाहिँ तपाईहरुले यो थोङ्गुरामी सर्कल साउन्ड देखे 있어요 खाइफ्यो कैची संकेत साउन्ड देखे के गर्नु पर्यो 없어요 लगाएर वाक्य पूरा गर्न सक्नुहुन्छ ल साथी आउनुस् अर्को छ 크림을 보고 보기와 같이 대화로만 사세요 चित्र हेर्दै उदाहरणमा जस्तै गरी संवादहरु कम्प्लिट गरिदिनु आउनु हेरौं फोगी उदाहरणमा हेर्नुस् है उदाहरणमा खसिल लिभिङ रुम छ त्यो लिभिङ रुममा चाहिँ एउटा मान्छे बसेर एसी चलाइरहेको छ देख्दै हुनुहुन्छ चित्रमा र त्यहाँ एसी छ टेलिभिजन छ के छ छैन त हामीले यहाँ चित्रमा हेर्दै यतापट्टि प्रश्न दिएको छ त्यसको हामी सल्भ गर्ने छौं है त ल आउनुस् पहिलो फोगी उदाहरण हेर्नुस् त 청소기가 있어요 यहाँनिर 청소기 अथवा भ्याकुम क्लिनर छ त चित्रमा देख्नुभयो छैन त्यसैले तपाईले आनियो बाट सुरु गर्नुभयो यदि छ भने हामी ने यस बाट सुरु गरौँ यदि छैन भने के बाट सुरु गरौँ आनियो बाट सुरु गरौँ है ल यो 있어요मा प्राय ने 없어요 प्राय आनियो बाट सुरु हुन्छ त्यो पनि ध्यान दिनु है त ल 청소기가 있어요 청소기 छ त भ्याकुम क्लिनर छ त भन्दा आनियो 청소기가 없어요 청소기 छैन ल यसैगरी बनाउनु खाली भन्छ एयरकन्डी 있어요 एसी छ यहाँ हेर्नु त चित्रमा छ नि त्यसो भए भन्नु के भन्नु पर्यो ने बाट सुरु गर्दिनुस् है के साथी ने हजुर एयरकन्डी 있어요 एयरकन्डी 있어요 हजुर एयरकन छ दोस्रो 냉장고가 있어요 냉장고 फ्रिज त्यहाँ देख्नुभयो
देख्नुभयो छैन है तपाईँले झुकिनुलाई फ्रिज होइन नि यो त बुकहरू राख्ने है बुकहरू राख्ने ऱ्याक जस्तो देखिरहेछ चित्रमा ओके नेङजाङको गइसयो नेङजाङको छ त अब केबाट सुरु गर्ने आनियो नौ नेङजाङगो가 없어요 नेङजाङगो छैन त्यसैगरी टेलिभिजन 있어요 टेलिभिजन छ देखिरहनु भएको छ नि छ नि हैन हो त्यसो भए के भन्नुहुन्छ ने हजुर सरी 텔레비전이 있어요 텔레비전이 있어요 भन्नु होला 네 텔레비전이 있어요 ल साथी यहाँ तपाईहरुलाई अगाडि भन्दा थप सिकाउन खोजेको कुरा चाहिँ यदि कुनै पनि कुरा यस भनेर उले भनेको कुरामा सहमति जनाउनु भने केबाट सुरु गर्ने ने नो छैन भन्ने भने केबाट आनियोबाट सुरु गर्ने र एउटा टिप्स पनि याद गर्नु होला प्राय क्वेशनहरुमा फलानु चीज इसयो भनेर सोध्यो र हजुर हो भन्नु पर्यो भने नेबाट सुरु गरेपछि पछाडी के भइदिन्छ इसयो प्राय है बढी जसो अनि आनियोबाट सुरु गरेपछि अन्तिममा के भइदिन्छ अप्सयो भइदिन्छ यो पनि यसो लिसनिङहरुमा आउने टिप्सहरु ख्याल गरिराख्नु पर्छ है त ल यहाँसम्म के गाह्रो अप्ठ्यारो छ छैन नेक्स्ट अगाडि बढौं आउनुस् थेवाइल संवाद 1 कुराकानी 1 वार्तालाप 1 आउनुस् के भन्छ ल हरेक पाठमा दुईटा वार्तालाप हुन्छ यहाँलाई थाहा छँदैछ पहिलो वार्तालाप पहिलो थेवा पहिलो कुराकानी हेरौं थारा हामीसँग एकजना थारा भन्ने पात्र छिन् अर्को फोङ भन्ने पात्र छ दुईजना पात्र बीचको कुराकानी छ के भन्छन् त हेरौं यहाँ चाहिँ विशेष गरी रुम हेर्नु त चित्रमा एकचोटी हेर्नुस् त यहाँ रुम छ बेडरुम छ त्यहाँ छिम्दे छ खाट छ है विजा कुर्सी सोफा सोफा कुर्सी विजा छ हैन कुर्सी छ है ओज्जाङ दराजहरू छ कि छैन आदि इत्यादि हामीले के चीज छ त छैन त भन्ने कुराहरु हामी सामान्यतः हेर्छौं है त ल छिम्देगा 있어요 हेर्नुस् त हामीले प्रयोग गरेकै ग्रामरमा छिम्दे भन्ने चीज वस्तु व्यक्ति जनाउने शब्दको पछाडी गा 있어요 फाछिम नभएकोले हामीले के गर्यौं गा 있어요 छिम्दे छ बेड छ खाट छ देख्नुभयो चित्रमा देख्नुभयो छ भनेपछि नेबाट सुरु गर्ने ने हजुर यस छिम्देगा 있어요 हजुर हामीसँग के छ बेड छ हामीले अहिलेसम्म लर्न गरेको कुरै यही हो कुनै पनि चीज देख्नुभयो त्यहाँ अस्तित्वमा छ भन्ने के भन्नु पर्यो ने 있어요 खाट छ त्यसैले नै 있어요 ओज्जाङदो 있어요 त्यहाँ ओज्जाङ दराज है कपडा राख्ने दराज पनि 있어요 छ त हेर्नुस् त यहाँ दो भन्ने एउटा शब्द आयो यसको अर्थ के हो पनि अल्सो है कुनै पनि कि चीज एउटा चीज छ जस्तै त्यहाँ के छ बेड छ त्यो सँगसँगै अर्को चीज पनि छ भन्नु पर्यो भने चाहिँ हामीले दो थपेर के गर्यौं ओज्जाङदो 있어요 त्यहाँ दराज पनि छ सोच आनियो भनेपछि देख्नुभयो नि दराज छ त छैन आनियो ओज्जाङउन 없어요 ओज्जाङउन दराज चाहिँ छ अब यहाँ चाहिँ हामीले फेरि ग्रामर ओज्जाङ इ भनेनौं किन उन लायौं भने हामीले उन्नुन चाहिँ विशेष गरी कुनै पनि चीजलाई फोकस गरेर अलि महत्व दिएर अलि विशेष बनाउनु पर्यो भने नि हामी के प्रयोग गर्छौं उन नुन भन्ने ग्रामर प्रयोग गर्छौं यहाँ अरु चीज चाहिँ छ तर दराज चाहिँ छैन हामीले दराजलाई फोकस गर्यौं है दराज चाहिँ छैन भन्नको लागि ओज्जाङउन 없어요 सोफा가 있어요 सोफा चाहिँ छ सामान्यतः हामीले यसलाई सोफागा 있어요 सोफा चाहिँ छ यो अर्थमा हामीले प्रयोग गर्न सक्छौं ल हामीले अगाडि लर्न गरेकै ग्रामरहरु कुनै पनि कुरा छ भने 있어요 छैन भने के भन्छौं 없어요 ने यसबाट सुरु गर्नलाई ने होइनबाट सुरु गर्नलाई के गर्यौं आनियो भनेर चाहिँ हामीले सुरु गर्यौं आउनु लिसनिङ एकचोटी बजाएर हेरौं लिसनिङ सुन्दै यसलाई लर्न गरेर हेरौं ल आउनुस् लिसनिङ गर्नु चाहिँ तपाईले घरमा पनि पटक पटक है पटक पटक चाहिँ हेर्नुपर्छ है ल पटक पटक सुनिरहनु पर्छ बजाएर सुनिरहनु पर्छ बजाएर बुझ्ने कोसिस गर्नु ल छिम्दे खाट बेड 있어요 को अर्थ के छ सोध्दै छ 네 침대가 있어요 खाट छ त है खाट त छ त बेड त छ त 옷장도 있어요 अनि ओज्जाङ दराज दो को अर्थ के त पनि दराज पनि छ त ल तपाईकोमा खाट त छ त्यो सँगसँगै भन्नुपर्दा दो भन्ने ग्रामर लगाएर ओज्जाङदो 있어요 दराज पनि छ त सोध्दाखेरि 아니요 옷장은 없어요 दराज चाहिँ छैन ओज्जाङउन 없어요 दराज चाहिँ छैन 소파가 있어요 सोफा चाहिँ छ दराज छैन सोफा चाहिँ छ यसरी हामी प्रयोग गर्न सक्दछौं
है त ल यति हामीले लिसिङ सुनिसकेपछि आउनुहोस् थेतापे भयो जवाब दिएर हेर्नु भनेर हामीलाई के प्रश्न पनि राखिदिएको छ ओच्चाङ इसयो दरा छ त हाम्रो प्रश्नमा माथि दरा छ भन्यो त छ छैन होला दरा छैन होला हेर्नु त ओच्चाङुन अप्सयो दरा चाहिँ छैन त्यसो भए ओच्चाङ इसयो प्रश्नको उत्तर हुन्छ आनियो ओच्चाङुन अप्सयो दरा चाहिँ छैन सोफागा इसयो सोफा छ त के भनेको छ हेर्नु त सोफागा इसयो भनेपछि तपाईँको उत्तर ने सोफागा इसयो स्योर सोफा छ यसरी भन्नु पर्यो है त ल ओके हामी एउटा टिप पनि दिएको छ दोनुन म्यङ्सा वाक्यरा भए दो प्राय नामहरूसँग जोडिन्छ किन यहाँ हामीले दो भन्ने एउटा ग्रामर आएको छ नि त है ग्रामरको रूपमा आएको छ नि त है सामान्य दोको अर्थ हामी पनि भन्ने अर्थ बुझ्छौँ तर यहाँ चाहिँ ग्रामरको रूपमा आएको छ दोनुन म्यङ्सा वाक्यरा भए नामहरूसँग जोडेर विमी नुन अतन गसे तारुन गसी छुका जगरो सरी इमी नुन सरी है इमी नुन पहिल्यै त्यहाँ केही भएको अतन गसे कुनै पनि कुरामा थारुन गसी अर्को कुरा छुगा जगरो भनेको अतिरिक्त थप फ्वाम दैमुल समावेश गर्नुपर्ने कुरालाई नाथानिन्दा जनाउँछ पहिल्यै त्यहाँ एउटा कुरा छ त्यसमा अर्को केही कुरा थप्नुपर्छ भन्नुपर्दा के लाग्छ अरे त दो जस्तै हेर्नुहोस् त छिम्दे अलरेडी थियो तर ओज्जाङ पनि त्यहाँ छ छिम्दे सँगसँगै दराज पनि छ भनेर सोद्धाखेरि चाहिँ के लगाएको छ त दो भनेपछि एउटा कुरा अस्तित्वमा रहिरहेको बेला अर्को पनि प्लस त्यहाँ छ भन्नुपर्दा लाउने शब्द के हुँदो रहेछ ग्रामरको रूपमा दो भनेर आउँदो रहेछ जस्तै फाङे छेक्साङ इसयो कोठामा के छ छेक्साङ छ कोठामा टेबल छ उइजा दो इसयो टेबलको साथसाथै के पनि छ उइजा पनि छ कुर्सी पनि छ है टेबल त छ त्यसको साथमा प्लस के पनि छ कुर्सी पनि छ यसो भन्नुपर्दा के लाउने दो भन्ने लगाउने ल साथीभाइ ल आउनुहोस् नेक्स्ट हेरौँ तलतिर ल छेसिदन फ्योनुल भाल्यङ आयो त्यही अवश्य हो प्रस्तुत गरेका विषयहरूलाई भाल्यङ आयो भनेको उपयोग गरेर है त्यसलाई युटिलाइज गरेर है त्यसलाई लागू गरेर है थेवाई बसेर कुराकानी गरिहेर्नु जस्तै हेर्नु यहाँ छन्जा रेन्ची माइक्रोवेभ ओभन नेङजाङको फ्रिज भन्छ अब यहाँ केही छ केही छैन भन्ने प्रसङ्गै होला किन हाम्रो ग्रामर जस्तै गरी आउँछ छेक्साङ टेबल उइजा कुर्सी टेबल छ कुर्सी छैन केही भन्ने होला हेरौँ कसरी बनाएको छ अनि त्यसै गरी हामी पनि बनाएर हेरौँ है त लाउनु गाले भन्छ छन्जा रेन्चीगा इसयो छन्जा रेन्ची त्यहाँ माइक्रोवेभ ओभन छ भनेर सोध्छ चित्रमा देख्नुभयो छ त छैन आनियोबाट सुरु गर्ने छैन भने केबाट सुरु गर्ने त आनियो छन्जा रेन्चीगा अप्सयो छन्जा रेन्ची छैन माइक्रोवेभ ओभन छैन म गाइसयो के छ त म गाइसयो के छ त भनेर सोद्धा नेङजाङको गाइसयो त्यहाँ के छ नेङजाङको छ त्यहाँ फ्रिज चाहिँ छ भनेपछि एउटा चिज सुरुको चिज छैन भनिदिनु दोस्रो चिज छ भनिदिनु ल यसै गरी छेक्साङ भन्ने शब्दलाई ट्याक्कै हामीले यहाँ लगेर राखौँ सरी यहाँ लगेर राखौँ सुरुमै है सरी है यहाँ लगेर राखौँ सुरुमै ल छेक्साङ इसयो छेक्साङ छ त्यहाँ टेबल छ त्यसो भए के भन्ने छैन भनेपछि आनियो छेक्साङ अप्सयो छेक्साङ छैन त्यसै गरी तलतिर म गाइसयो के चाहिँ छ त त्यहाँ भन्दाखेरि यहाँ नेङजाङको गाइसयो भने जस्तै तपाईँले नेङजाङको ठाउँमा के लानु पर्यो उइजागा इसयो यहाँ के छ कुर्सी चाहिँ छ यसरी कुनै पनि चिज छ या छैन अघि हामीले प्रशस्त अभ्यास गरेका कुराहरूलाई नै रिभाइज गर्न तपाईँहरूलाई दिएको छ ओके ल यहाँ केही समस्या छ छैन बुझिन्छ होइन ओके त्यसो भए तलतिर जानु फारुन प्रोनाउन्सिएसन उच्चारण भनेर तपाईँहरूले उच्चारण नियम विशेष गरी बेसिक क्लास पढ्दै तपाईँहरूले पढिसकेका कुराहरू छन् है कतिपय नयाँ थपेर पनि दिएको होला तर नर्मली तपाईँहरूले पढेकै विषयहरूलाई दिएको छ आउनुहोस् के भन्छ यहाँ एउटा हामीसँग मिक्स भोवेल्स वै भन्ने छ अरे एउटा चाहिँ वी भन्ने मिक्स भोवेल छ काका प्रत्येकको वै रो फारु मागना वै है वै वी रो फारु मागना उच्चारण गर्ने गना वा इजुङ मोम इन भनेको डबल भोवेल्स मिक्स भोवेल्स है इजुङ मोम भनेको डबल भोवेल्स मिक्स भोवेल्स वी है वी अथवा वी रो फारु भन्दा उच्चारण गर्नुपर्छ भन्छ जस्तै उदाहरणको लागि हेर्नु त यहाँ अघिल्लोमा छ वै अब यसलाई हामीले अगाडिपट्टि ओ र ई मिलेर वै बनेको हो नि त त्यसैले तपाईँले ओ मात्रै पढेर पनि भएन ई मात्रै पढेर पनि भएन दुईटालाई मिक्स भोवेल्स उच्चारण के पढ्नु पर्यो वै भन्नु पर्यो अरे है त्यसै गरी दोस्रो पनि तपाईँले ऊ मात्रै भन्न नि पाइएन ई मात्रै भन्न नि पाइएन वै भनेर पढ्नु पर्यो अरे जस्तै यसैबाट बनेको शब्द हेर्नुहोस् त तलतिर वै जस्तै वै गुक विदेश वै गुक वै मो रूप तपाईँ हाम्रो लुक्सलाई हामी के भन्छौँ वै मो हे वे भनेकै विदेश खा वी कैँची र फा वी भनेको चाहिँ चट्टान ढुङ्गाहरू है ढुङ्गाहरूलाई हामी के भन्छौँ फा वी भनेर भन्छौँ
ल यसरी चाहिँ तपाईहरुले मिक्सहरुको उच्चारण गर्दा एउटा अगाडिपट्टिको यसरी ओ उइ है इ उ मात्रै उच्चारण गर्न मिल्दैन दुईटैलाई उच्चारण गरिदिनु पर्दछ भनेर भनेको छ है त ल यसको उच्चारण छ यसको उच्चारण पनि सरर एकचोटी सुन्नु त 일, 왜, 위, 이, 외국, 외모, 해외, 아위, 아위. ल अब लिस्निङहरु चाहिँ तपाईले यो साउन्डहरु अलि उभाएर आएको भएर चाहिँ कहिलेकाहीँ काटिएको जस्तो सुनिरहनु भएको छ तर उच्चारण त्यही हो है खावी फावी यस्तै उच्चारण हुन्छ यहाँ भन्न खोजेको चाहिँ पर्फेक्टली यो वीहरु वेहरु चाहिँ उच्चारण चाहिँ पर्फेक्टली मिक्स नै आउनु पर्यो एउटा मात्रै उच्चारण गरेर हुँदैन यति भन्न खोजेको है त आउनु साथी अब यो शब्द दुई हेरौं छाङछो ठाउँ प्लेसेस ठाउँसँग सम्बन्धित शब्दहरु छन् मिनिङहरु हेरौं सरसाथी यहाँनिर चित्रहरु देखाएको छ अगाडि सामान्यतः यहाँ सिक्ताङ उनिङ होइसा आदि इत्यादि गरेर र यतापट्टि हामीसँग के छ त ठाउँ छ र ठाउँहरु हामीले पढ्दै गर्दा आज हामीले पढ्ने ग्रामर ठाउँको पछाडी हामीले लाउने एउटा ग्रामर छ ए को अर्थ के साथी मा के लाउँछौ ए को अर्थ मा यदि यो ठाउँमा पछाडीपट्टि केही कुरा छ अथवा छैन भन्नु पर्यो भने हामीले ठाउँ जनरल शब्दमा ए लाई मा को रूपमा प्रयोग गर्छौं त्यसैले तपाईले अभ्यास गर्दै है म नाम भन्दै जान्छु तपाईले पछाडी ए लाउँदै अभ्यास गर्दै जाँदा अझ सजिलो हुन्छ लाउनुस् होइसा होइसा ए कम्पनीमा इस्सयो अथवा अप्सयो कम्पनीमा छ कम्पनीमा छैन सिक्ताङ सिक्ताङ ए रेस्टुरेन्टमा इस्सयो अथवा अप्सयो इस्सयो अप्सयो मात्रै होइन पछाडीपट्टि तपाई हामीले खायो वायो जान्छ आउँछ गन्तव्य है विशेषगरी गन्तव्य जाने आउने कुरामा पनि हामीले ए लगाउन सक्छौं है यदि नाम जनाउने शब्दमा ए जोडिएर पछाडीपट्टि छ या छैन जान्छ या आउँछ अथवा जाने आउने कार्य गर्छ भन्ने प्रसंग जब गन्तव्य वा स्थान पछाडी जोडिन आउँछ त्यतिखेर हामीले ठाउँमा के लाउँछौं ए त्यसैले सिक्ताङ ए उनेङ ए बैंकमा कफी शप ए कफी शपमा फेनिजम ए 24 घण्टा खुल्ने पसलमा सिजाङ ए बजारमा ओके म्योङसिर ए ब्युटी पार्लरमा ओके सुपरमार्केट ए याकुक ए फ्योङवन ए उछेगुक ए यसरी तपाईले पछाडीबाट ए जोडेर कुनै पनि कुरा त्यहाँ छ या छैन त्यो ठाउँमा जान्छ या जाँदैन भन्ने प्रसंगहरुमा हामी प्रयोग गर्छौं र अब यहाँ चित्रहरु हेर्नु त होइसा कम्पनी भयो उनिङ बैंक भयो सिक्ताङ भयो फेनिजम भयो कफी शप भयो फेनिजम भयो त्यसैगरी उछेगुक भयो याकुक भयो म्योङसिल भयो फ्योङवन भयो सुपरमार्केट भयो र सिजाङ भयो चित्रहरु चिनिहाल्नुहुन्छ मैले यसमा धेरै व्याख्या गर्नु पर्दैन अब सामान्यतः तपाई हाम्रोमा यहाँ नभएको नेपालमा नभएको कुरा चाहिँ फेनिजम भन्छ नि 24 घण्टा खुल्ने पसल यो चाहिँ कोरियामा चाहिँ विशेष गरी बस स्टेशनहरुमा है इमर्जेन्सी पेट्रोल पम्पहरुमा यस्तो सार्वजनिक पब्लिक प्लेसहरुमा चाहिँ राति पनि मान्छेहरु अभर पर्नु भएन राति पनि त्यो सेवा सुविधाहरु चाहिँ पाउनु पर्छ भन्ने हिसाबले है अत्यावश्यक चीजहरु बिक्री गर्नको लागि त्यस्ता पब्लिक प्लेसहरुमा खोलिएको पसललाई चाहिँ फेनिजम भन्छ के भन्छ अरे फेनिजम यो कतिखेर पनि बन्द गर्न पाइएन निरन्तर यसले सेवा दिनु पर्यो भनेर खोलिएका विशेष गरी पेट्रोल पम्पहरुमा बस स्टेशनहरुमा खोलेका यस्ता पसलहरु छन् त्यसलाई के भन्छ फेनिजम अरु त बाहेक तपाईहरुलाई सबै थाहा भएकै शब्दहरु छन् त्यसैले मैले अरु धेरै व्याख्या गरिन ओके तलतिर आउनु साथी तलतिर हामीसँग केही शब्द छन् हेरौं ओके ल छिप घर भइगयो छिबे घरमा इस्सयो अप्सयो अथवा छिबे खायो छिबे भयो घरमा जान्छु आउँछु भन्ने प्रसंगमा ए लाउन सक्छौं फाङ ए कोठामा इस्सयो अथवा अप्सयो कोठामा छ अथवा छैन भन्ने अर्थमा प्रयोग गर्न सक्छौं ओके हजाङसिल शौचालय हजाङसिर ए शौचालयमा भन्ने अर्थमा खसिल लिभिङ रुम खसिरे लिभिङ रुममा बैठक कोठामा र फुवक हे किचनमा भान्सा कोठामा भन्ने अर्थमा हामीले प्रयोग गर्न सक्छौं है सक्छौं साथीभाइ र फुवकलाई चाहिँ कहिलेकाहीँ तपाईहरुले छुबाङ भनेको पनि देख्नुहुन्छ छुबाङ किचन भान्सा कोठा पकाउने ठाउँ है फुवक यसरी भन्ने चलन छ छुबाङ भन्ने चलन छ त्यो पनि नबिर्सिनु है त ल के त्यसैगरी यहाँ केही शब्दहरु छन् आउनु साथी ल यगी भनेको हियर यहाँ तपाई र मेरो नजिकै कुनै पनि चीज वस्तु छ भने के भन्छौ यगी यहाँ भनेर भन्छौ खगी भनेको त्यहाँ उ पर
है अलि पर अलि टाढा छ भन्नु भने के भन्नु साथी खगी भन्ने प्रयोग गर्छौँ र छगी भनेको चाहिँ ऊ त्यहाँ भन्ने नै हो सुन्नुहोस् है यहाँनिर चाहिँ एउटा फरक चाहिँ के छ भने है यहाँनिर सरी एक मिनट पाउनु होला सरी ल यहाँनिर यगी तपाईँ म यहाँ नजिकै छौँ हामीले यहाँ सामान केही चिज देखायौँ भने के भन्नु पऱ्यो यगी भन्नु पऱ्यो यगी भन्नु पऱ्यो खगी भनेको त्यहाँनिर तपाईँ र म दुवैजना यहाँ छौँ तपाईँ र मैले पर यसरी देखाएँ भने के भन्नु पऱ्यो त्यहाँ भन्नु पऱ्यो म यहाँ छु तपाईँ त्यतै हुनुहुन्छ अलिक परै हुनुहुन्छ भने चाहिँ ऊ त्यहाँ भन्दा चाहिँ तपाईँ त्यतै भएको बेलामा चाहिँ के भन्छ छगी भन्ने चलन हुन्छ यति चाहिँ यसको फरक छ है तपाईँ र म भन्ने र सुन्ने फरक भएको बेलामा चाहिँ हामीले त्यहाँ भन्दा के भन्छौँ छगी र अदि भनेको कहाँ मैले अघि भनिहालेँ विशेष गरी ठाउँ वा स्थान सोध्नका लागि प्रश्नवाचक शब्द ठाउँ वा स्थान सोध्नका लागि प्रयोग गरिने प्रश्नवाचक शब्द के हुन्छ अदि भन्ने हुन्छ र खिसुक्सा भनेको होस्टेल है होस्टेल डर्मिटोरी भन्छ सामान्यतया तपाईँ हामी घरभन्दा बाहिर बस्ने है बस्नको लागि प्रयोग गरिने एकोमोडेसन के हुन्छ खिसुक्सा भन्ने हुन्छ त्यही नै भयो है त ल ओके आउनु साथी तलतिर जाउँ खुरिमल पोगो भोगी वा गच्छी थियो सासय चित्र हेर्दै उदाहरण जस्तै गरी संवादहरू कम्प्लिट गर्नु होस् हेरौँ आउनु गाले भन्छ यगिनुन अदिएयो ल यगी यो ठाउँ अदिएयो कहाँ हो अथवा यो कहाँ हो यगिनुन अदिएयो यो कहाँ हो सोध्छ सामुसिल इएयो यो कहाँ हो अफिस हो यसरी नै फाच्छिममा तलतिर फाच्छिम भए हामीले इएयो छैन भने के प्रयोग गरौँ इएयो प्रयोग गर्दै यी ठाउँहरू बताएर हेरौँ है त यो ठाउँ कहाँ हो भन्दा तपाईँले उत्तर दिएर हेर्नु है ल याकुक औषधि पसल देख्नुभयो यगिनुन अदिएयो यो ठाउँ कहाँ हो तपाईँले के भन्नु पर्यो याकुक इएयो यो ठाउँ कहाँ हो औषधि पसल हो तलतिर पैसा यगिनुन अदिएयो यो ठाउँ के हो कहाँ हो होइसा यो ठाउँ कहाँ हो त कम्पनी हो सामान 3 नम्बर त्यसै गरी यगिनुन अदिएयो यो ठाउँ कहाँ हो फ्यानविजम इएयो यो फ्यानविजम हो 24 घण्टा खुल्ला रहने पसल हो पतिर यगिनुन अदिएयो यो ठाउँ कहाँ हो मियोङसिलबाट के भन्ने मियोङसिल इएयो मियोङसिल इएयो यसरी चाहिँ तपाईँ हामीले कुनै पनि ठाउँ यगिनुन अदिएयो तपाईँलाई पछि इक्जाम आउँदा पनि एउटा ठाउँ भन्ने इक्जाम आउँछ है यगिनुन अदिइम्निका यो ठाउँ कहाँ हो भनेर यस्ता पब्लिक प्लेसहरू तपाईँलाई आउने गर्छ अब यहाँ अदिएयो भनेर इन्फर्मली भन्यो इक्जाममा अदिइम्निका भनेर आइदिन सक्छ अदिएनो नै भन्यो भनेर आउन सक्छ र हामीले यगिनुन अदि यहाँबाट बुझ्ने मेन कुरा भनेको चाहिँ के भने अदि भनेर प्रश्न गरिन्छ भने यसको उत्तरमा ठाउँ अथवा के आउनु पर्यो स्थान चाहिँ आउनु पर्यो यो चाहिँ बिर्सनु भएन प्रश्न मात्रैले अदि मात्रै बुझे पनि उत्तरमा के खोज्नु पर्यो ठाउँ खोज्नु पर्यो यो चाहिँ यसको किवर्ड हो यहाँबाट तपाईँले सिक्ने कुरा हो है त ल ओके आउनुहोस् तलतिर जाउँ मुन्भ ग्रामर ए को अर्थ मा अघि भनिहाल्यो मा ल ए को अर्थ के अरे साथी मा फेरि पनि सम्झाउँछु अगाडिपट्टि ठाउँवाचक शब्दमा लागेर आयो पछाडिपट्टि छाङसो भनेको स्थान अथवा ठाउँ अथवा गन्तव्य पनि भन्छु है म यो 3टा कुरा है पछाडिपट्टि स्थान ठाउँ अथवा गन्तव्य जनाउने कुरा आउँछ जस्तै उदाहरणको लागि इसयो अप्सयो अघि हामीले पढेको कुरा छ अथवा छैन त्यो चिज वस्तु त्यहाँ रहेको स्थान है स्थान अथवा खायो वायो जाने आउने प्रसङ्ग यसलाई हामी गन्तव्य भन्छौँ गन्तव्य है ल ए को पछाडिपट्टि अगाडिपट्टि ठाउँ हुन्छ ठाउँ जनाउने शब्दमा ए जोडिन्छ र त्यसको लगतै पछाडि सयो अप्सयो अथवा खायो वायो भन्ने प्रसङ्गहरू यदि आउँछ भने त्यतिखेर तपाईँ हामीले मा भन्नका लागि के प्रयोग गर्नुपर्छ ए के प्रयोग गर्नुपर्छ ए त्यही कुरा भनेको छ यहाँ लेखौँ एनुन छाङसो र नाथा नेनुन म्याङसावा ए भनेको ठाउँ जनाउने नामसँग खेरा भयो भनेर जोडेर भनेपछि अगाडि के आउँछ ठाउँवाचक नाम आउँछ स्थानवाचक नाम आउँछ त्योसँग जोडेर साराम इना मान्छे वा मूलगनी मान्छे वा चिज वस्तु छुन्जे हानुन अस्तित्वमा रहेको छाङसो भनेको स्थान है पछाडिपट्टि स्थान वा ठाउँ नाथानेन्दा जनाउँछ फेरि पनि भन्छु स्थान र ठाउँ मात्रै होइन गन्तव्य पछाडिपट्टि के साथी गन्तव्य जनाउने खायो वायो जस्ता है पछाडिपट्टि क्रियाहरू जोडेर आए भने पनि तपाईँ हामीले ठाउँ जनाउने शब्दमा मा भन्न के प्रयोग गर्ने ए भन्ने प्रयोग गर्ने जस्तै हेर्नुहोस् वाङमिन सिनुन सामु सिरे इस्सयो वाङमिनजी कहाँ हुनुहुन्छ अफिसमा हुनुहुन्छ उहाँको स्थान कहाँ हो अफिसमा त्यसैले हामीले ए लगायौँ
침대는 방에 있어요. बेड कहाँ छ? रुममा छ, कोठामा छ। र खसीले लिभिङ रुममा सोफा가 있어요. सोफा कहाँ छ? लिभिङ रुममा। यसरी यी चीज वस्तुहरू, यी व्यक्तिहरू, यी चीज वस्तुहरू कुन ठाउँमा छ भन्नको लागि ठाउँ कुन ठाउँमा छ या छैन भन्नको लागि ठाउँ जनाउने शब्दमा के लगाउँछौँ त? ए प्रयोग गर्छौँ, ए लगाउँछौँ। त्यति मात्रै होइन, 저는 집에 가요. म घरमा जान्छु। यहाँ पछाडिपट्टि गन्तव्य भएको बेला पनि हामी के लाउँछौँ? ए हैन? 친구는 오케이. 친구는 회사에 와요. साथी कम्पनीमा आउँछ। अब सुन्नुहोस् है, यहीँनिर तपाईँलाई अघि मैले अगाडि ग्रामर पढाउँदा पढाएको पाठ चाहिँ के बिर्सिनु हुँदैन भने हामीले पछाडिपट्टि जाने आउने वा स्थान रहेको नरहेको कुरामा चाहिँ हामी ठाउँवाचक शब्दमा मा भन्न के लाउँछौँ? ए। तर यसको पछाडिपट्टि यो जाने आउने प्रसङ्ग या स्थानवाचक भन्दा बाहेक यदि पछाडि कार्य जोडिन आयो भने चाहिँ हामीले ए लाएर हुँदैन, त्यतिखेर चाहिँ के लाउनुपर्छ त? एस। जस्तै उदाहरणको लागि छिङ्गुनुन वैसा ए वायो, यहाँ पछाडि त वायो भएर हामीले के लायौँ? ए। तर यहीँनिर छिङ्गुनुन वैसा कम्पनीमा काम गर्छ भन्नु पर्यो पछाडि इरेहेयो काम गर्छ भनेर पछाडि कामहरू जोड्नु पर्यो भने चाहिँ वैसा एले काम दिँदैन, त्यतिखेर तपाईँले के भन्नुपर्छ? एस। वैसा एस इरेहेयो, यसो भन्नुपर्छ। पछाडि कार्य जोडिन आयो भने के भनौँ? एस। पछाडिपट्टि स्थान या गन्तव्य जोडिन आयो भने के भनौँ? ए। यो चाहिँ महत्त्वपूर्ण कुरा छ है त। आउनु तलतिर जाउँ। 포기와 같이 문장을 쓰세요. उदाहरणस्तै गरी वाक्यहरू लेखेर हेर्नु। ल सामुसिल, यो अफिस एउटा ठाउँको नाम दिएको छ। कम्प्युटर छ या छैन भन्नु पर्यो। हेर्नु त, सामुसिल에 컴퓨터가 있어요। हेर्नु त, पछाडिपट्टि 있어요 उसको अस्तित्व छ या छैन भन्नका लागि ठाउँमा के लायौँ? ए। ल यसरी नै जोड्नु। पुवा किचनमा 냉장고 छ या छैन भन्नु पर्यो तपाईँले। के भन्ने ल? 부엌에 냉장고가 छ कि छैन? छ भने के भन्नु पर्यो? 있어요। छैन भने के भन्नु पर्यो? 없어요। यसरी। ल तलतिर छिम्दे छैन भन्नु, एउटा छ एउटा छैन भन्दै जाउँ। ल 기숙사에 침대가 ल छैन भनिदिनु, के भन्नु पर्यो? 없어요। खसील लिभिङ रुममा टेलिभिजन छ भनिदिनु त, के भन्नु पर्यो? खसील에 텔레비전이 छ भन्न के भन्ने? 있어요। यस, 있어요 भन्ने। 편의점 24 घण्टा खुल्ने पसलमा 전자레인지 없어요। छैन भनिदिनु। 편의점मा 전자레인지가 छैन भन्दा के भन्ने? 없어요। यो प्रयोग गर्नु पर्यो। र भाङ कोठामा ओछ्याङ दराज पक्कै हुन सक्छ, छ भन्ने अर्थमा के भन्नु पर्यो? भाङ에 ओछ्याङ이 있어요। मेरो रुममा दराज छ। र म्योङसिल ब्युटी पार्लरमा उइजा कुर्सी छ या छैन तपाईँलाई के भन्न मन लागेको छ त्यो भन्न सक्नुहुन्छ। मियोङसिरे उइजागा ल छैन भन्नु पर्यो, के भन्नु पर्यो? 없어요। यसरी है। अब तपाईँले यो यहाँ यो खाली ठाउँहरू भर्ने एक्सर्साइजहरू गर्ने किताबमा पछाडि भरिदिएको पनि छ, हेर्दै गर्न पनि सक्नुहुन्छ होइन। तर ठ्याक्कै त्यहीँ जस्तै हुनुपर्छ भन्ने छैन, फर्मेट चाहिँ बिगार्नु भएन है। तपाईँले यो फ्री छ पनि भन्न सक्नुहुन्छ, छैन पनि भन्न सक्नुहुन्छ। यदि छ भने हिस्सा हो, छैन भने अप्सयो, यति स्वतन्त्र हुनुहुन्छ। त्यो मिलाएर गर्दा हुन्छ, किताबमा ठ्याक्कै भएअनुसारकै गर्नुपर्छ भन्ने चाहिँ छैन। फर्मेट चाहिँ तपाईँहरूले बिगार्नु हुँदैन है त। ओके ल आउनुहोस्, यहाँसम्म केही गाह्रो अप्ठ्यारो छ त? छैन। आउनुहोस् तलतिर। 그림을 보고 보기와 같이 대화를 하세요. चित्र हेर्दै उदाहरणमा जस्तै गरी संवादहरू कम्प्लिट गर्नु है। ल खाले भन्छ। हेर्नुहोस् त, 병원 अस्पताल छ भन्नु पर्यो है। निचानान 씨는 어디에 있어요? सरी, निचानान भन्ने मान्छे चाहिँ कहाँ छ? ल निचानान मान्छे अहिले तपाईँले 병원मा छ, अस्पतालमा छ भन्नु पर्यो। भनेको निचानान भएको स्थान कहाँ हो, लोकेसन कहाँ हो? हामीले अदिले सोध्ने नै त्यही हो त, कहाँ उसको ठाउँ कहाँ हो भन्दा के भन्छ? 병원에 있어요। ऊ कहाँ छ? अस्पतालमा छ। लु बनाउनु त त्यसो भए तपाईँहरूले। 타라 씨는 어디에 있어요? 타라 कहाँ हुन्छ? 식당 भन्नु पर्यो। 타라 씨는 식당에, सिधै के गरौँ? 식당에 있어요।
타라 식당मा हुनुहुन्छ 아지자 씨는 어디에 있어요? 아지자 भन्ने मान्छे कहाँ छ 집에 있어요 집मा हुनुहुन्छ घरमा हुनुहुन्छ 피안 씨는 어디에 있어요? अनि 피안 भन्ने मान्छे चाहिँ कहाँ छ त 편의점에 있어요. 피안 चाहिँ 편의점मा छ र 화장실 भन्नुस् 민민 아웅 씨는 어디에 있어요? 민민 아웅 भन्ने मान्छे कहाँ छ त 화장실에 있어요. ऊ शौचालयमा छ यसरी चाहिँ तपाईहरुले यी फिनखानेहरु जोड्न सक्नुहुन्छ ल ल ओके आउनु साथी कन्भर्सेसन 2 थेवा 2 संवाद 2 यो चाहिँ हामी नेक्स्ट क्लासमा अध्ययन गर्नेछौँ यहाँबाट कन्टिन्यू गर्नेछौँ आज हाम्रो समय भइसकेको छ त्यसो भएको हुनाले आजको क्लास यहाँलाई यतिमै अन्त्य गर्छु अगाडि एकचोटि रिपिट मजाले गर्नु होला नबुझेको कुराहरु भोलि ल्याएर फेरि सोध्न सक्नुहुन्छ र बाँकी भोलिका लागि है अझै हाम्रो मिनिङहरु के कन्फ्युज छ तपाईहरुलाई भोलि पढ्न अझै केही गाह्रो छ अप्ठ्यारो छ भने भोलिका लागि मिनिङहरु अझै हेरेर आउनु होला हामी भोलि यो दोस्रो थेवा है र त्यसपछि भोलि चाहिँ हामी हाम्रो छङ्बो मुलुवा पछाडी छङ्बो छ त्यो छङ्बो अनि एक्सरसाइजहरु मजाले गरेर सकाउने छौं है त ल नै आजको लागि दुःख गर्नुभयो शुभेच्छा यो खम्साबिदा